राइट सेयरिङको जहाँसम्म कुरा छ यसलाई हामीले कसरी कानुनी ढङ्गले अगाडि बढाउने काम त भइ नै रहेको छ, काम भइरहेको छ, जनताले सुविधा पनि पाइरहेका छन्। तर त्यसलाई नियमन त गर्नु पर्यो नि, राज्यको दायरामा त ल्याउनु पर्यो नि। राज्यको दायरामा ल्याउनका लागि कानुन बनाउनु पर्यो, नियमावली बनाउनु पर्यो। कानुन नियमावली हामी बनाइरहेका छौँ। त्यसो हुँदाखेरि त्यसलाई पनि त्यो कानुन मार्फत, सङ्घीय कानुन मार्फत नै व्यवस्थित गरौँ भनेर हामीले भनेको र अहिले यातायात व्यवसायले हामीले त्यो ढङ्गले चाहिँ एउटा सम्झौता गरेर गण्डकी प्रदेशलाई हामीले अनुरोध गर्ने र उहाँहरूले अहिलेको लागि त्यो स्थगित गर्ने र पछि सङ्घीय कानुनबाट त्यसलाई व्यवस्थित गरिसकेपछि अगाडि बढ्ने भन्ने हाम्रो समझदारी सम्झौता भएको यातायात व्यवसायहरूसँग। तर पनि अब अहिलेसम्म पनि म यातायात व्यवसायहरूलाई के आग्रह गर्न चाहन्छु भने यही समिति मार्फत चाहिँ त्यसरी बन्दै गर्ने सन्दर्भको कुराहरू उहाँको गलत छ, ठिक छैन। किनभने नेपाल भनेको चाहिँ एउटा यो यातायातको क्षेत्रमा यस्तो क्षेत्र हो कि जुन चाहिँ प्राइभेटले मात्रै सञ्चालन गरेको छ। अब एउटा साझा यातायात छ सरकारी जस्तो भनेको, तर त्यो पनि सरकारी त होइन, त्यो त एउटा साझा संस्था सहकारी मार्फत सञ्चालन भएको संस्था हो भनेपछि त्यो चाहिँ अब 100% प्राइभेटले सञ्चालन गरेको र सरकारबाट सञ्चालन नभएको सार्वजनिक यातायात हो। त्यसले गर्दा यो कुराहरूमा उहाँहरू जिम्मेवार भएर अगाडि बढ्नुपर्छ र सरकारसँग बसेर आफ्ना कुराहरू भएदेखि राख्नुपर्छ र बन्दै गर्ने कुरा र जनतालाई दुःख दिने काम चाहिँ उहाँहरूले गर्नु हुँदैन। म अहिले यहाँबाट पनि आह्वान गर्छु कि त्यसरी बन्द गरेर उहाँहरूले यसरी जनतालाई दुःख दिनु हुँदैन र उहाँहरूले त्यो फिर्ता लिनुपर्छ। अर्थात् सरकारले राति सम्झौता गरेको छ, त्यो सम्बन्धित प्रदेशमा प्रधानमन्त्री कार्यालय मार्फत पत्र जान्छ र त्यो पत्र जाओस् वा नजाओस्, पत्र गइसकेपछि मात्रै हामीले खोल्छौँ भनेर अहिले बन्द गरिरहेको भन्ने मैले सुनेको छु। त्यो गलत कुरा हो उहाँहरूको र उहाँहरूले त्यो खोल्नुपर्छ भनेर भन्न चाहन्छु। र अहिलेको स्ट्याटस मान्यजीहरूले बुझ्न खोज्नु भएको थियो, खास स्ट्याटस यही नै हो। अन्य पनि उहाँहरूका कुराहरू छन्, त्यसको सन्दर्भमा यातायात व्यवसायहरूसँग बसेर कुराहरू भइरहेको। हामी कता जाँदैछौँ भन्ने कि जस्तो यो एकातिर चाहिँ हामी सिन्डिकेट अन्त्य गर्दै जान्छौँ, अर्कातिर फेरि सिन्डिकेट पुनर्स्थापित गर्दै रिस्टोर गर्दै जान्छ। अब यो हिजो रातिको सम्झौता, आज रातिको सम्झौता भनेको यो सिन्डिकेट कायम, कहिले तोडेको सिन्डिकेट फेरि कायम गर्ने सम्झौता गर्दैछ। यसले जनतालाई चाहिँ फाइदा हुन्छ कि हुँदैन? जबकि यति बेला चाहिँ प्रतिस्पर्धाको समय हो, कम्पिटिसन हुन्छ, मान्छेले जे सहज हुन्छ, जे सुविधा हुन्छ, जुन साधन चाहिँ प्रयोग गर्न चाहन्छ त्यही प्रयोग गर्न पाउनु पऱ्यो नि त, होइन? यो त मास ट्रान्सपोर्टेसनको कुरा हो। हामी आफै सार्वजनिक यातायातको कुरा गर्छौँ, तर सार्वजनिक यातायातलाई खुम्च्याउने, एकदम चाहिँ सिन्डिकेट गर्ने निश्चित वर्गको निम्ति हामीले चाहिँ फाइदा हुने गरी गरिरहेका छौँ। गण्डकी प्रदेश सरकारले ठिकै गरेका छ। हामीले पहिले पनि एउटा प्रयत्न गरेका थियौँ, केन्द्रबाटै गर्दा पनि हुन्छ भन्ने मन्त्री हुन्छ, केन्द्रबाटै नियमावली बनाएर देशभरि चाहिँ लागू गर्ने व्यवस्था गरे पनि हुन्छ। यो चाहिँ यो के अरे राइट सेयरिङलाई व्यवस्थित गर्ने कुरा, उनीहरूलाई व्यवस्थित पनि गर्नु पऱ्यो, राज्यलाई ट्याक्स पनि आउनु पऱ्यो, ट्याक्सको दायरामा पनि आउनु पऱ्यो, दर्ताको दायरामा पनि ल्याउनु पऱ्यो, त्यो एउटा कुरा हो। तर कम्पिटिसनै गर्न नदिने त, यति बेला मान्छेले त्यो थोत्रो बस चढ्ने भन्दा चाहिँ बरु चाहिँ राइट सेयरिङमा चाहिँ मान्छे सहज रूपमा चाहिँ पुग्छ, जति बेला पनि पाउँछ। मान्छेलाई त सुविधा चाहियो नि। यो कुरा त राम्रो भएन। यो सम्झौता के आधारमा गरियो? फेरि मुख्य रूपमा चाहिँ भौतिक पूर्वाधार मन्त्रालयले जोडिनु पर्ने यसमा, फेरि विभिन्न मन्त्रालयका चाहिँ साथीहरूलाई राखेर एउटा सहमति गरिएछ भने यो चाहिँ आपत्तिजनक छ। वास्तवमा यस ढङ्गले चाहिँ जनताले सेवा पाउँदैन। अब यातायात व्यवसायले आन्दोलन गऱ्यो भने चाहिँ सिन्डिकेट लगाउने, सिन्डिकेट तोड्नेतिर पो जाने होला, लगाउने। अनि अब जनताले आन्दोलन गरे के हुन्छ त? त्यसपछि पब्लिकलाई त यसले त निकै ठुलो चाहिँ समस्या पार्छ नि। भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूलाई यो यातायात व्यवसायीसँग भएको खास कुरा के हो? राति अबेर भयो, अब बिहानदेखि हामी मिटिङमा छौँ, अब बिहानभरि सार्वजनिक यातायात चलेको थिएन, विभिन्न सामाजिक सञ्जाल हेर्दाखेरि अब कसैले हाम्रो आन्दोलन कायम छ भनेका छन्, कसैले हाम्रो आन्दोलन चाहिँ फिर्ता भयो भनेका छन्। खास सम्झौता भएको के हो? यसलाई दिगो अहिले अस्थायी मात्रै समाधान हो कि दिगो व्यवस्थापनका बारेमा नि नेपाल सरकारले केही सोचेको हो? यसको बारे समेत स्पष्ट दृष्टिकोण र धारणा आओस् भन्ने कुराहरू राख्दै अहिलेलाई आफ्नो भनोलाई यही अन्त्य गर्छु लाग्छ। अहिले चाहिँ यो यातायात व्यवसायले गरेको धम्की छ,
एक किसिमले के छ भने बरु 6 महिनामा यात्रा नगरौँ के 6 महिनामा यात्रा नगरौँ त धम्कीबाट डराउनु हुँदैन त्यो अराजकताले शिर उठायो भने तपाईँले हेर्छ त्यो गाई भैँसी के हुन्छ भन्दाखेरि सामान्यतया गाईहरू जित्छ कहिलेकाहीँ त्यो साली जिस्के जस्तो गरेर गाईले भैँसीले हराउँछ त्यसो हुँदाखेरि यो सरकार अराजकतावादीसँग अनावश्यक झुकेको हो कि भन्ने पनि शङ्का लागिरहेको छ भन्दै म आफ्नो